हाय गाइस हसो आज चाहिँ फाइनली मैले नेपालबाट आएको खानेकुराहरू हजुरहरूको सामने लिएर आउँदैछु हैन। अब के आएको छ नेपालबाट जीवन ब्रोदरले अनि त्यो सिस्टरले लिएर आएको हैन। सबै हेर्नुहोस् अब लेट्स गो गाइस। हैन सबसे पहिले त सुन्तला फन्सी त भनौँ हैन। सुन्तला आएको छ। ओ माय गॉड यो चाहिँ सुन्तला भइहाल्यो हजुरहरूको। सुन्तला मौसम अमिलो फाइनल्ली गाइस यो चाहिँ अमिलो आयो हैन। अनि अर्को चाहिँ के आउँदैछ यो चाहिँ फिनी रोटी हो तर अहिले नखोलाम गाइस। फिनी रोटी घरको प्योर तिहारको फिनी रोटी हो गाइस। जसरी बम मखान्छन् तपाईँ चाहिँ हेरेको हेर्ने चित्त बुझाउने तपाईँहरू चाहिँ यो चाहिँ घिउ गाइस। यो पनि घिउ हो। घिउ चाहिँ धेरै नै आएछ यार। यो पनि घिउ हो गाइस। घिउ चाहिँ धेरै आइसकेको रहेछ। 4 डब्बा घिउ। माइ गॉड देख्न सक्नुहुन्छ गाइस हैन। हामी चाहिँ अब यो चाहिँ सायद 15 दिनलाई त हुन्छ। यो चाहिँ कोदाको पिठो। यो चाहिँ सुकुटी भैँसीको गाउँको प्योर भैँसीको सुकुटी हो गाइस। प्योर भैँसीको सुकुटी देख्न सक्नुहुन्छ कति छ। माइ गॉड पुरा सुकुटी गाइस। सुकुटी पनि धेरै नै छ। यति धेरै छ गाइस। त्यही हो। अरू चाहिँ के छ भनेपछि अरू त छैन गाइस त्यस्तो। बास यति हो। अनि हामीले सुन्तला कसरी खान्छौँ सबैसे भन्दा बढिया केडोको त छ यो फोक्छु हैन। यसरी फोक्ने हेर्नुहोस् यसरी फोक्ने। अरे यो कपाल राम्रो भएन के यो कपाल ल अब सही छ। यसरी फोक्ने हैन। यसरी फोक्ने अनि यसरी वाह बबाल छ गाइस। बबाल छ यो अमिलो चाहिँ। दहीमा नुन खुर्सानी पिसेर हालेर यस्तरी खाइन्छ हैन। मसँग टाइम भयो भने यो खाएको पनि हजुरहरूलाई ब्लग बनाएर सेन्ड गर्छु टिकटकमा हैन। हेर्नु होला सबैले र टिकटक एकाउन्टलाई फलो गर्नु होला। यस्तै मिठा ब्लगहरू लिएर आउँछु। त्यही हो गाइस। अब हैन यस्तो तरिकाले खाइन्छ। हजुरहरू चाहिँ हेरेको हुनुहुन्छ। हेर्नुहोस् कति छ सामान। पुरै घिउहरू। यो घिउ फिन रोटी यो चाहिँ मेरो क्यामेराको डिम्बो भइहाल्यो। यो हेर्नुहोस् सुन्तला यहाँ पनि धेरै छ तर यो अहिले चाहिँ युज नगरेको। त्यही हो गाइज। त्यही हो गाइज। अब होइन सबैले टिकटकलाई फलो गर्नु होला। मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला। हजुरहरूलाई छोटा मिठोहरू भ्लग लिएर आउँदै गर्छु हैन। ओके गाइज सी यू। अब नेक्स्ट भ्लगमा भेटौँला। सी यू।